आमा सन्चै छौ? सन्चै छु। अन्त के अरे कति कति पुग्यो तिमी अहिले उमेर? कति 81 80 ए 80 80 पुग्यो है। अन्त कस्तो लागिरहेछ अहिले यो समयहरूमा तिमीलाई शरीरमा कस्तो भइरहेछ आफूलाई? अहिले ठिकै छ। ठिकै छ। अन्त एउटा कुरा सोध्छु तिमीलाई ल, के अरे तिम्रो है यत्रोजनाको नातानातिनीको तिमी धनी भयो अहिले तिम्रो साथमा नातानातिनी छोराछोरीले बढेर छोराछोरीको नातानातिनी पनि भइसक्यो है। सबै कुराहरू हेर्नु पाउँदा कस्तो लाग्छ तिमीलाई? राम्रै लाग्छ मलाई। खुसी लाग्यो है? आफूलाई भाग्यमानी यस्तो लाग्दैन? सबै नाति पलाटीहरू सबै देख्नु पाएँ। हेर्नु पाइरहेछ है। अहिलेको समयमा मान्छेहरू छोटो उमेरमै बित्छ, कतिजनाको छोराछोरीको बिहादान पनि गर्नु पाउँदैन। र तिमीले त सबै कुराहरू पार लगाएर छोराछोरीको पनि नातानातिनीहरू देख्नु पाइरहेछौ पाइरहेको होइन? अन्त कति राम्रो, कस्तो लाग्छ? खुसी लाग्छ? राम्रो खुसी लाग्छ। खुसी लाग्छ है। मलाई टेन्सन त केही छैन। टेन्सन छैन। के अरे अन्त तिम्रो विगतको कुराहरू सोद्धा गर्दाखेरि म के सोध्न चाहन्छु भने, आमाले चाहिँ आफ्नो जीवनलाई कसरी लिन्छौ? तिम्रो जीवन चाहिँ के हो भन्दाखेरि हामी के भन्नु सक्छौँ चाहिँ? जीवन चाहिँ तिम्रो लागि के हो? जीवन चाहिँ तिम्रो लागि कति अब है धेरै सङ्घर्ष थियो त्यो समयमा होइन? धेरै दुःख थियो। आमा विवाह हुँदा कति उमेरको थियौ तिमी? त्यही त 18 वर्ष। 18 वर्षको थियो है। अन्त 18 वर्षको तिमी कुन चाहिँ जग्गाबाट आएको? कहाँबाट? तिम्रो घर त कहाँ थियो? बाख्राकोट। मिना कम्पनी, मिना बजार। अच्छा। अन्त आमाको चाहिँ दाजुभाइहरू कतिजना हो? मेरो 3 जना। 3 जना। म त एउटै छोरी। एउटै छोरी। दाजुको नाम के हो भन त? दाजुको अब मालाजुको अर्को ज्ञानी भन्थ्यो, ठुल्दाजुको टेकमान भन्यो। टेकमान है। त्यहाँदेखि भाइको बाबुराम। बाबुराम। अहिले सबै दाजुभाइहरू छ? छैनन्। सबैजना बितेर तिमी मात्रै छौ है? बितेर गयो सबैजना दाजुभाइहरू? सबै सन्तान म मात्रै छु। भदैहरू मात्रै छ। भदैहरू मात्रै छ। अन्त अब गइसक्यो। त्यही त है, सबैजना पहिला भेट्न आउँथ्यो तपाईँलाई दसैँ तिहारमा भाइटिका लाउनु। अन्त तिमीलाई त्यस्तो अब त्यो समयहरू कस्तो लाग्यो? बाख्राकोटबाट लाठपन्चर आउँदाखेरि लाठपन्चरमा कस्तो लाग्यो? लाठपन्चर कस्तो? जङ्गलमा अब हिँडेर आउनुपर्छ। नानी बोकेर हिँडेर खुट्टा दुखेर तिर्खा लागेर भोक लागेर कस्तो चाहिँ हुन्थ्यो। कस्तो खुट्टा सब पिर्सिँदैन। कालझोडादेखि हिँड्नुपर्छ। अब अलि भए पनि सहरमा बसेको गाडी एउटा पाउँदैन थियो। सरकारी गाडी एउटा पाउँथ्यो, त्यही पनि ल्याउँदैन थियो, मान्दैन थियो। त्यो समयमा अब सहरमा अलि भए पनि सहरै थियो होइन? बाख्राकोट त अलि चिया बगान भयो भने त्यो लाठपन्चर त एकदमै अब जङ्गलै थियो त्यो टाइममा। अब के थियो र त्यहाँ? केही थिएन। जङ्गल झुप्रो घरहरू, खानेकुरो भन्ने केही नपाउने हो। माछा मासु काट्यो भने भित्रभित्र लुकाएर काट्यो। त्यो समय त्यस्तो थियो है। त्यो समयमा मान्छेहरूले अब चामलको भात पनि बोक्यो, घाँस बोक्यो, कोदो पिन्यो, मकै पिन्यो, त्यस्तै मात्रै बेसी त। अब कमान कामले पुग्दैन थियो, पैसा त हुँदैन थियो। कम्ती तलब है। अन्त आमालाई त्यो समयहरू कति 500-600 रुपियाँ हुन्थ्यो अरे तलब त्यो टाइममा है। अन्त तलबले के गर्छ? बाबासँग बिहा गरेर आउँदाखेरि लाठपन्चरमा केही पनि थिएन है। कमान, सिन्कुना बगान। अन्त धेरै कुरा सङ्घर्ष थियो त्यति बेला है। धेरै सङ्घर्ष गर्नु पर्यो अब त्यो टाइममा। पर्थ्यो, मकै पिन्नु पर्थ्यो, घाँस काट्नु पर्थ्यो, बारी खन्नु। अन्त कस्तो अन्त त्यो समय दुःख। नानीहरू भल्टङ्ग्रा बोल्टुङ फेरि त्यस्तै। आमाको चाहिँ कतिजना छोराछोरी अनि कतिजना छोरी? कतिजना छोरा र कतिजना छोरी? आमाको तिम्रो जम्मा? तिम्रो जम्मा? अन्त 4 जना हो जम्मा। 4 जना होइन? पहिला जेठा दाजु त बित्नु भयो नि त, अर्जुन दादा। अर्जुन दादा जेठा छोरा चाहिँ तिम्रो कति वर्षको? छोरी थियो त्यहाँ मुनि खसेको। त्यो पनि खस्यो। अन्त अन्त
के अरे जेठा छोराको नाम के थियो? अर्जुन अर्जुन है। कति वर्षको उमेरमा बित्नुभयो 8 दादा? वर्ष 8 वर्षको उमेरमा बित्नुभयो। त्यहाँपछि छोरी कति पुगेको थियो? त्यो त जन्मेको 7 दिनमा खस्यो 7 दिनमै खसे। के भएर खस्यो आमा? त्यो बिमार थियो कि क्यारेक्टर भएको थियो चिसोले के हो निमोनिया भएको निमोनिया भएर है। मरण गर्नु भन्दाखेरि त्यही दिन खस्यो त्यही दिन 7 दिनमा। बाबा पनि थिएन बाबा पनि त्यही दिन बेलुका भएको त अहँ घरमा गएको थियो नि त उता बाह्र बाख्रीकोटमा। भाइको घरमा भरे यहाँ सुत्केरी भयो अरूले सबैले स्याहारे केटाहरूले कस्तो थियो दिदी सबैभन्दा ठुलो दिदी चाहिँ हेर्नुमा? अब सानो हो सात होइन हेर्नुमा अनुहारहरू यसो रुम अनुहार रगुमा जस्तो सिलिक्क परेको? जन्मिँदा कति ओजनको थियो त्यो थाहा भएन? ओजन सोजन कहाँ हुन्छ त्यहाँ थेला थियो होइन है? कहाँ पाउनु ओजन त नानी त नर्मलै भएको घरमै? नर्मलै भएको नर्मल नै भएको। अनि बेलुका मजाले अगाडिको तेल लाएर सेकताप गऱ्यो कि क्यार 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 गरेछ त्यतिकै म त अब गलेको दिनभरि यताउता गरेको गल्थेँ त्यो सुत्केर जिउ फेरि 7 दिनको सुत्केरी कस्तो हुन्छ जिउ लाचार हुन्छ अब जिउहरू दुखेर भुसेको सुतेको नानी त बिहान उठ्दा त छैन राति रुएन पनि झगडा पनि गरेर केही पनि भएन मैले भुसेको सुतेको बिहान त छैन नानी त्यसपछि अर्जुन दादा चाहिँ कति वर्ष 9 वर्षमा खस्नुभएको? 8 वर्ष 8 वर्षमा। अर्जुन दादालाई चाहिँ खासै के भएको थियो? उहाँलाई चाहिँ बिमारी के भएको थियो? त्यसलाई चाहिँ कान पाक्ने बिमार कान पाक्ने बिमार है? कान पाक्ने अन्त त्यो उता बाख्राकोटबाट लगेर गएर आएको थिएँ त्यो 2-3 दिन बसेर आयौँ त्यहाँदेखि त त्यत्तिकै साह्रो भयो टाउकोहरू चाहिँ कान यहाँ सोला हान्छ भन्थ्यो टाउकोमा सोला हान्छ टुप्पीमा सोला हान्ने भन्थ्यो दबाई लगाएकै अब ठुल्ठुलो डक्टर देखाउनु लगेको त जाती हुन्छ त्यो समयमा त्यो बिमारी थाहा पाएन कस्तो है? अरू दबाई लगाउनु भने अरू दबाई लगायो त्यो समयमा डक्टरको उपचार गर्नुपर्छ भनेर थाहा पाएन। अन्त बाबा पनि अब उमेर छैन कामको उयो अर्जुन दादा चाहिँ हेर्नुमा कस्तो थिए देख्नुमा? अनुहारहरू राम्रो थियो है? फोटोहरू बाख्राकोटमा चाहिँ अर्जुन दादालाई थुप्रो डाँडामा खिचेको थियो मैले सुनेको अर्जुन दादा बुद्धिमानी पनि हुनुहुन्थ्यो भनेर। पुरा पढ्नुमा तेजी थियो पढ्नुमा तेजी थियो है? त्यति छ अन्त त्यही त मैले सुन्नुमा आएको उहाँ चाहिँ धेरै ज्ञानी थिए अरे बुद्धिमानी थिए अरे भन्ने कुराहरू। तर हाम्रो सन्तानमा चाहिँ त्यो ऊ नै नहुने क्या अब सुनको त्यो त्यस्तो तार गरेर गर काट्नुपर्छ चाहिँ बसेको चाहिँ राम्रो त्यही त अहिले अब सबैलाई राम्रो हुन्थ्यो अर्जुन दादा भए त अब सबैलाई गाइड गर्थ्यो है? बाटो बाठो चङ्को मान्छे थियो भन्ने सुनेको थिएँ मैले। अन्त अहिले अब 4 जना छोरा छ अनि 2 जना छोरी नि? 6जना छोराछोरीको नाम के हो भन त? तिम्रो छोराछोरीको नाम? जेठाको नाम, माइलाको नाम, साइलाको नाम देखेन अन्त ठिकै त भनिदेऊ न तिमीले मुखबाट भन न। भीम, रबिन, महेन्द्र, सन्दीप। छोरीको नाम? सीता गोमा। अन्त अहिले तिमीसँग 4 जना छोरा 2 जना छोरी हुँदाखेरि कस्तो लाग्छ? खुसी लाग्छ है? छोराहरू पनि अहिले छोराछोरीको पनि नातानातिनी भइसक्यो सबै। तिमी एउटा बुर्ज एउटा नातानातिको तिमी त धनी भयो, तिमीले धनी भयो। अब तिमी त एउटा हाम्रो लागि एउटा अब आमा मात्र नभएर हाम्रो परिवारमा ठुलो आशिष पनि हो है? यो उमेरमा पुगेर पनि तिमी अहिले ठिकै नै छौ, स्वस्थै छौ होइन? बिमार भन्ने भित्री बिमारी के पनि छैन, सुगर प्रेसरहरू छैन, प्रेसर अलिअलि बढ्छ। अन्त आमाको प्रेसरले मात्रै त मर्दैन मान्छे अब दिन आएपछि अब तागत घट्दै जान्छ के बिमार हुन्छ भइरहेको छ। अब कान्छा छोराको अहिले नातिनी देख्नु पाउँदा कस्तो लाग्छ तिमीलाई? राम्रो लाग्यो, खुसी लाग्छ सिमियोनलाई। अन्त अर्को कुरा म बाबाले त हेर्नु पाउनु भएन, बाबा त नहेरिकन बित्नुभयो होइन? 76 वर्षको उमेरमा बाबा बित्नुभयो।
17 तारिक 11 महिना 2016मा बाबा बित्नु भएको। अहिले मोटामोटी हामी 10 वर्ष 10 वर्ष पुग्यो है हो 10 वर्ष पुग्यो बाबा। अहिले अब बाबा अलि बाँच्नु भएको भए 86 साल 80 86हरू पुग्नुहुन्थ्यो। अन्त अब बाबा हुनुहुन्न, तर बाबाले तिमीले सबै सृष्टि गरेर गयो नि त बाबा पनि होइन। सबैलाई बाबाले अब पार लगाएर गयो। अब कुनै छोराछोरीलाई कुनै कुराको अभाव राखेन बाबाले होइन। आफ्नो गरेको हो भने अब सबैले बाबाले गरेर जानुभयो। अब बाबा शरीरमा छैन उहाँ होइन, आत्मा माथि हुनुहुन्छ। अन्त तिमीहरूको सङ्घर्षहरू त्यो समयमा कस्तो थियो, कस्तो त्यो दिनहरू कस्तो लाग्छ, त्यो सङ्घर्षहरू सम्झिँदा, त्यो दुःखहरू सम्झिँदा? परिवारहरू पाल्नु कति गाह्रो थियो त्यो समयमा?